हेलो नमस्ते सबैजनालाई। मेरो चाहिँ आज केही पनि काम नभएको हुनाले कता जाऊँ के गरौँ भनेर मैले मेरो साथीको घर जाने डिसाइड गरेँ। अनि त्यहाँ जाँदाखेरि त मेरो अरू साथीहरू पनि आउनुभएको रहेछ। सबजनाको मेकअप क्लास सुरु भएको, एकअर्कालाई मेकअप लगाइदिँदै नक्कल पार्दै हुनुहुन्थ्यो सबैजना। चाहिँ को के लाउँदै हुनुहुन्छ भनेर सबैलाई जुम गरी हेर्दै थिएँ। उहाँले चाहिँ लिपस्टिक घस्दै हुनुहुँदो रहेछ। अस्मिताले चाहिँ इन्स्ट्रक्सन दिँदै थिइन् सबैजनालाई, यस्तो यस्तो लगाएपछि यस्तो यस्तो हुन्छ भनेर उहाँको इन्स्ट्रक्सन अनुसार सबैजनाले लाउँदै थिएँ। अनि यतापट्टि बस्नुभएको साइडको साथी पनि फेरि मै जस्तो केही नलाउनु हुँदो रहेछ क्या। अनि म जस्तै साथी भेटाएँ मैले पनि, उहाँले पनि केही नलाउनु हुँदो रहेछ। म जस्तै हामी चाहिँ नेचुरल ब्युटी भनेर यसो के भन्दै थिएँ, यता फर्केर हेर्छु भन्दा त उहाँले पनि आफ्नो ओठमा त लिपाइ पोताइ गर्न सुरु गरिसक्नु भएको रहेछ। मैले फेरि मेरो आँखाले विश्वासै गर्न सकिनँ कि ओइ भर्खरै के भन्नुभएको थियो भनेर नजिकै गरेर हेर्छु भने यसरी हेर्छु भन्दा त मेरो साथीले त एकचोटि लाएर पनि मेटाएर नि फेरि लाउन सुरु गरिसक्नु भएछ। ए भगवान्, कसैले विश्वास गर्न सकिनँ नि मैले। मै जस्तो नेचुरल ब्युटी हुनुहुन्छ होला भनेको त पुरा होइन। म पनि सिक्नुपर्छ भनेर सिक्न खोज्नुहुन्छ के अरे। भनेपछि मेरो केही काम छैन भनेर सुतेँ म एकछिन। चंदा है तू मेरा सूरज है तू ओ मेरी आँखों का तारा है तू। यता कोल्टे फर्केर यसो हेर्छु भन्दा तिनीहरूको मेकअप अझै सकिएन कि यार, के खोताल्दै बस्दै गरेछन्। कति काम नपाएको रहेछन्, कति मेकअप गर्दा रहेछन्। हुन त फेरि केटीहरूलाई मेकअप लगाएपछि बल्ल राम्रो देखिन्छ, त्यही भएर नि होला। हुन त आफ्नो आफ्नो इच्छा पनि हुन्छ होइन, तर कति मेकअप गरेको हो, कति सिकेको के चुप्लाएर सुत्नु नि भनी चाहिँ सोचिरहेको थिएँ म। त्यसपछि त हजुरले देखिसक्नु भएको होला, यसलाई चाहिँ किन छोड्ने हो र भनेर मेरो साथीले मलाई च्यापचुप समातेर ओठ च्याति लिपस्टिक लगाइदिन्। मैले फेरि नलाइदेऊ कि मेरो नेचुरल स्किन खराब हुन्छ, नलाइदेऊ, गिफ्टेड बाई गड भन्दै पुरा एक्टिङ पारेर चाहिँ त्यही पनि कहाँ मान्ने। मेरो अर्को साथी अस्मिता फेरि खोइ कस्तो लगाइदिन्छन् भन्दै हेर्दै हाँस्दै गरिन्। त्यसपछिको मेरो